यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, यहाँ स्थायी शान्ति कसरी स्थापना गर्न सकिन्छ, युवाहरूलाई रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, उद्योग कल कारखानाहरू कसरी स्थापित गर्न सकिन्छ, स्टार्टअप लगायतका नयाँ उद्यमी व्यवसायीहरूलाई कसरी यहाँ स्थान दिन सकिन्छ, मुलुक फर्कौं जस्तो लाग्ने वातावरण कसरी बनाउन सकिन्छ, स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा र मान्छेले धान्न सक्ने, मान्छेको आर्थिक अवस्थाले धान्न सक्ने कसरी बनाउन सकिन्छ, गुणस्तरीय शिक्षा सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ लगायतका विषयहरू हाम्रा प्राथमिकता हुन्। तपाईहरुको चाहना अनुरूप हामी नयाँ साथीहरू एक ठाउँमा उभिएका छौँ। तपाईहरुले भन्नुभएको थियो तिमीहरू मिल नयाँ मान्छेहरू, देशमा परिवर्तन ल्याऊ, हामीलाई तिमीहरूसँग आशा छ, भरोसा छ भन्नुभएको थियो। हामीले हाम्रो स्वार्थलाई हामी कहाँ हुन्छौँ, हाम्रो के हुन्छ, हामीले के पद पाउँछौँ हामीले परवाह गरेनौँ। हामीले देशको परवाह गर्यौं, तपाईहरुको परवाह गर्यौं, देश छोडेर गएका तपाईका छोराछोरीको परवाह गर्यौं, जन्मिन बाँकी रहेका तपाईका सन्ततिको परवाह गर्यौं र हामी एक ठाउँमा आएका छौँ देशको हितको लागि। देश हित भन्दा ठूलो अर्को केही पनि हाम्रो माग छैन। हो पीडाका प्रतिनिधि हौं, जनताले पीडा सुनाएका छन्, कहिलेकाहीँ अलिकति चर्को पनि हुन्छ आवाज, कहिलेकाहीँ अलिकति आक्रोशित पनि हुन्छौँ, कहीँ आक्रोश पनि पोखिन्छ, सामाजिक सञ्जालमा भाषणहरूमा आक्रोश पोखिन्छ। तर अब आक्रोश भन्दा माथि उठेर हामीले जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ। नेपाली जनताले दिएको शक्तिलाई जिम्मेवारीमा परिणत गरेर हामी यो देशको भाग्य र भविष्य बदल्ने तपाईको मतबाट कोसिस गर्दैछौँ र हामी सक्छौँ, किनकि चितवनले देखाइसकेको छ। हिजो यो एउटाले जित्ला कि नजित्ला तै पनि चितवन गएको छ। हेरौँ भनेर कतिले त यो हार्छ भनेर यसले केही पनि ल्याउँदैन, यो राष्ट्रिय दल पनि हुँदैन, भए एउटाले जित्छ भनेर घरखेत बाजी लगाउने पनि थिए, नाङ्गे झारबारे हिँड्छु भनेर बाजी लगाउने पनि थिए। तर चितवनले विश्वास गर्यो र 21 जना होनहार मानिसहरूलाई पठाउनको निमित्त बिउ चितवनले रोपेको। म जहाँ गए पनि साथीहरूलाई भन्न चाहन्छु, रासोपाका साथी हो, आफूले रोपेको उन्नत बिउको जगेर्ना यसपटक चितवनले गर्नेछ। चितवनले मात्र होइन, यो फैलिएर देशभरि पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। मैले केही दिन अगाडि बताएको थिएँ, जसलाई मिल्नुपर्छ, जुन जुन दलहरूले सहकार्य गर्नुपर्छ गर्नुहोस्, हाम्रो शुभकामना छ। हामीलाई लोकतान्त्रिक विधिबाट हराउनुहोस्, लोकतन्त्र भन्दा बाहिर गएर झेल्ली गरेर हराउन त पाइँदैन। पहिला जस्तो चाहिँ बाहिर संसद बाहिर सूचना टाँस्दिएर संसद एउटा मुद्दा लगाइदिएर निकाल्न त पाइँदैन, त्यस्तो छलछाम त गर्न पाइँदैन। जनताको मतबाट मात्रै सम्भव छ। त्यसैले म सबै राजनीतिक दलहरूलाई यति भन्न चाहन्छु यहीँबाट कि निर्वाचनमा भाग लिऊ, निर्वाचन छल्नको निमित्त त्यो न्यु खोज्ने काम नगर्नुहोस्। न्यु खोज्ने कुरा हामी सुन्छौँ नि, यसो भयो भने उसो भयो भने केही पनि हुँदैन। निर्वाचन हुन्छ, मेरो प्रधानमन्त्रीसँग पनि कुरा भएको छ, विभिन्न निर्वाचनका प्रमुख आयुक्तज्यूहरूसँग कुनै कुराकानी भएको छ। निर्वाचनको अर्को विकल्प छैन, समयमा निर्वाचन हुन्छ, समयमा निर्वाचन सम्पन्न हुन्छ र नेपाली जनतालाई जे चाहिएको हो उनीहरूले त्यही गर्छन्, त्यसलाई स्वीकार गर्ने। अहिले नै यसलाई भाड्न सकिन्छ कि, यसलाई भाँजो हाल्न सकिन्छ कि भनेर न्यु खोजिरहेको हामी सुनिराखेका छौँ, बुझ्छौँ नि हामी इसारा। जुङ्गो चलेपछि कुरो बुझिँदैन।